सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार। आज म हजुरहरूलाई लहरे बालीमा थाक्रा बनाउनको लागि बाँस र डोरीको सहायताले कसरी बनाउन सकिन्छ भन्ने बारेमा केही जानकारी दिन गइरहेको छु। सर्वप्रथम हामीले निगाले बाँस अथवा भाटे बाँस भनेर चिनिने बाँस लिनुपर्दछ। यसलाई त्रिखुट्टी पहिलो चरणमा त्रिखुट्टी बनाउनु पर्दछ र त्यसपछि क्रस बाँस राखेर हामीले स्ट्रक्चर निर्माण गर्नुपर्दछ। जुन स्ट्रक्चरमा हामीले सेतो रस्सीको सहायताले यहाँ दिदीले बुनिरहेको जस्तै गरी हामीले धागोको सहायताबाट यो थाक्राहरू निर्माण गर्न सक्दछौँ। जुन थाक्राहरू हामीले तलदेखि माथिसम्म डोरीको सहायताले बनाउँछौँ, जसले गर्दाखेरि हामीले त्यहाँ भएको स्पेसहरू मेन्टेन गर्दै जानुपर्दछ। फलस्वरूप त्यो एकदमै बलियो थाक्रा बन्न सक्दछ, जसले गर्दा लहरे बालीहरूलाई त्यहाँ चढेर उत्पादन बढाउनको लागि चाहिँ सहयोग पुग्दछ। जसले गर्दा किसानलाई जङ्गलमा गएर थाक्रा किनेर लहरे बालीको उत्पादन लिनको लागि प्रयोग गर्नुपर्छ भन्ने छैन। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ अन्तिम चरणमा यस्तो खालको थाक्रा निर्माण हुन्छ। हस् त।